नमस्ते बनाउन एकदमै सजिलो अनि खान पनि मिठो ग्लुटेन फ्री रेसिपी बनाउँदैछु। मजाले पाकेको केरालाई मजाले फोकले यसरी स्म्यास गर्ने हैन। अनि 2टा अन्डा अनि चामलको पिठो 50 ग्राम हाले मैले। अनि मसँग चाहिँ आलमन्ड पाउडर पनि थियो, त्यसैले 20 ग्राम हाले। अनि बेकिङ पाउडर 4 देखि 5 ग्रामसम्म हाल्ने। अनि अलिकति दुध छ भने तपाईले दुध खानुहुन्छ भने दुध पनि थोरै मिल्क हालेर मजाले गोल्ने। एकदमै पातलो बनाउनु पर्दैन, ब्याटर चाहिँ यतिको भयो हुन्छ। अनि मलाई चाहिँ एक्स्ट्रा गुलियोको लागि चाहिँ मैले डेट्स 2टा पनि हाले। अनि सानो 20 इन्चीको फ्राई प्यानमा, नन स्टिक फ्राई प्यानमा बटर यसरी दल्ने। अनि 5 ग्राम बटरलाई मैले आधा चाहिँ यसरी दले। अनि ब्याटरलाई यसमा हाल्ने। पहिल्यै हिट दिनु भयो भने चाहिँ डढ्छ के, त्यसैले हिट नदिने। अनि यसलाई मजाले छोपेर, यो पुवाल भएको छ कि मेरो चाहिँ ढक्कन, अनि यसले बाफ बाहिर जान्छ भनेर यसलाई मैले यो चपस्टिकले चाहिँ त्यो पुवाल छोपेछु। अनि एकदमै सानो हिटमा पकाउने है। अनि कहिले त एकातिर फुलेर डढ्ने डर हुन्छ, त्यसै भएर टाइमर पनि सेट गर्नु। मैले 6 मिनेटको टाइमर सेट गरेँ, तर त्योभन्दा पहिला पनि यसो हेर्दै गर्ने। यसरी के भुक्क परेर आएको हुन्छ कि टाइममा हेर्नु। 6 मिनेटभन्दा पहिल्यै निकै पाकिसके जस्तो छ कि। अनि यसलाई यसरी एकचोटि खोलेर मजाले कस्तो भन्छ यसो हेर्ने हैन, नत्र कहिले त वात्त डढ्ने पनि डर हुन्छ कि। मजाले कस्तो मजाले रातो रातो भएछ है। अघि 5 ग्राम जति बटरको आधा मात्रै लगाएको थिएँ नि, त्यसको आधा राखेको थिएँ। अनि यो बटर फेरि यसरी लगाउने कि अब नटासियोस् भनेर। अनि धेरै बटर लाए त मिठो हुन्छ, तर अलिकति क्यालोरी हाई हुने भएको भएर मैले चाहिँ 5 ग्रामलाई 2 भागमा बाँडेर लगाएँ। जम्मा 5 ग्राम युज गरेँ। तेलहरू युज गर्नु भए पनि हुन्छ। अनि यसरी फर्कानु। वाउ, कस्तो रातो भएर पाके रहेछ कि। डढेको जस्तो देखेछ तर डढे छैन है। अनि 2-3 मिनेटको लागि फेरि छोडेर सानै आगोमा एकछिन छोपेर पकाउने। अब रेडी भयो। तपाईलाई तातो तातो खान मन लाग्छ कि सेलाको खान मन लाग्छ? मैले त कल त तातै सबै सिधाइदिन्छु कि। अब हेल्दी छ, कुनै पनि ग्लुटेन अनि आर्टिफिसियल ओइलहरू, मैदाहरू, चिनीहरू युज भएको छैन। गुलियोहरू अनि यस्तै स्न्याक्सहरू खान मन लागेको क्रेभिङ हुँदा चाहिँ मैले यो बेला बेलामा बनाइराख्छु।